साथीहरू आज हामीहरू सैलुङको डाँडो चढ्दैछौँ। देख्न सक्नुहुन्छ यस्तो मजाको भ्यू छ हेर्न। आमामामामा बम भोले यता मस्त उत्तराखण्ड हिमालयको दृश्य देख्न सक्नुहुन्छ। आहा क्या बात है। हर हर महादेव। यस्तो रमाइलो डाँड डाँडै। अब हामी चाहिँ ठ्याक्क डाँड डाँडै जाने गर्छौँ। मजा आउँछ ल, शान्त छ एकदम मजाले। यतापट्टि हिमालको दृश्य, यतापट्टि मस्त त्यहाँ के भन्छ अरे त्यो चौरी गाई जस्तोलाई के भन्छ अरे, झोपा हो कि के भन्नु भएको थियो नि? हो झोपा, झोपा भन्छ अरे। त्यहाँ चौरी गाई जस्तै देखियो, त्यसलाई चाहिँ झोपा भन्दो रहेछ। अनि हामी यहाँ यी डाँड डाँडै हिँड्दैछौँ, एकदम नजारा। आहा क्या बात है। यस्तो मजा आइरहेछ नि। हामी फेरि हाम्रो एउटा टोली छ 4-5 जनाको, मजा उठाइरहेछौँ हामी चाहिँ डाँडो डाँडो हिँडेर। डाँडो लभर भन्छ नि, यस्तो रमाइलो छ हेर्नु। घाम ठ्याक्कै आँखामा परेर अलि हेर्न गाह्रो भइरहेछ। आमामा दामी देखियो त यहाँबाट त। ओहो आमामा लामो के पुरा हिमालयन रेन्ज जति जम्मै देखियो। ओहो यस्तो अनि आमा सानोतिनो ठाउँ हो त नि यार नेपाल यार। यस्तो दामी। आहा एकचोटि एक राउन्ड हान्न पर्यो ल। आहा क्या बात है। अरूलाई देखाउन पाइन्छ नि त यस्तो हसी।